यो दुनियाँमा भएका मान्छेहरूको नजरमा तपाईँ एकदमै इजी कहिले पनि नबन्नुहोस्। किन? म त्यो भन्छु। यदि तपाईँले कसैको 100वटा प्रस्तावहरू स्वीकार गरेर त्यसलाई एउटा राम्रो किसिमको सहयोग गरिसक्नु भएको छ र उसले 101औं पटक प्रस्ताव गर्दाखेरि तपाईँले चाहिँ उसलाई सहयोग गर्न सक्नु भएन भने अनि त्यो मान्छेले तपाईँलाई त्यही दिनबाट नराम्रोको चाहिँ सङ्केत दिन थाल्छ क्या। किन त भन्दाखेरि तपाईँले 100वटा सहयोग गरेर त्यो मान्छेलाई युज टु बनाइसक्नु भएको छ अनि उसले तपाईँबाट सहयोग पाउने उसले आफ्नो अधिकार सम्झिसकेको हुन्छ क्या। अनि तपाईँले एउटा सहयोगको प्रस्ताव अस्वीकार गर्नुभयो भने उसलाई धेरै नै ठुलो चोट पर्छ अनि तपाईँलाई उसले नेगेटिभ भन्न थाल्छ। त्यसैले जिन्दगीमा तपाईँ कस्तो बन्नुहोस् भने अरू कसैको नजरमा यो मान्छे चाहिँ अलिकति प्रस्तावहरू अस्वीकार गर्न सक्ने अलिकति हार्ड टाइपको छ यो मान्छेले सजिलै कुनै काम गर्दैन भन्ने किसिमको तपाईँले आफ्नो व्यक्तित्व बनाउनुपर्छ। ऊ मान्छेले झ्याट्ट सोद्धाखेरि यसले गर्न पनि सक्छ नगर्न पनि सक्छ भनेर त्यो सम्भावनाको एउटा झिनो त्यान्द्रो चाहिँ उसको दिमागमा भइराख्नु परोस्। अनि त्यो भएपछि यदि तपाईँले कसैको प्रस्तावलाई सिधै अस्वीकार गरिदिनु भयो भने उसलाई पिर लाग्दैन अनि उसले तपाईँलाई चाहिँ नगर्न सक्ने मान्छे हो त्यो गरेन भनेर उसले इजिली लिन्छ।